यहाँ एउटा छ अनि अर्को यहाँ छ गुराँसको फुल। भइसकिँदा पाहाड फेरि जस्तै ढाब ड्याम घुम्दा कि सुन्दरी जल ड्याम फेरि। हेलो के छ आज हामी जाँदैछौँ ढाब ड्याम। त्यहाँ जानको लागि तपाईहरू जुनसुकै कुनाबाट आउँदै हुनुहुन्छ भने पनि यो सुन्दरी जलको बस पार्कमा आउनुपर्छ। ल हामी चाहिँ बाइक यहीँ राखेर अब माथि हाइक सुरु गर्ने बाला छौँ। मलाई हिजो रातिबाटै भोक लागिरहेको थियो यार, आज झन् बिहान बिहान उठेर आए त्यही एक ह्याप्स हानेर जाने हो अब। यहाँ स्टार्टिङमै उरालो छ क्या, त्यही भएर मान्छे स्टार्टिङबाटै तर्सिन्छन् जस्तो छ। यो भाइ पछि पछि लगाइरह, अघि रोटी दिएको त डोनट दिएको त। हल्का माथि गएपछि टिकट काट्ने ठाउँ आउँछ, उतै हो अब टिकट काट्ने ठाउँ। टिकट चाहिँ उहाँ सुन्दरी जलको हो कि काट्ने। सुन्दरी जल कटेर बल्ल एउटा गाउँ आउँछ, त्यो गाउँ काटेर अर्को एउटा जङ्गल आउँछ, ठुलो घना जङ्गल। त्यो जङ्गल काटेर बल्ल ढाब ड्याम पुगिन्छ। हामीलाई त्यस्तै 4 देखि 5 घन्टा लाग्छ, 5-6 घन्टा पनि लाग्न सक्छ, मान्छेमा डिपेन्ड गर्छ कतिको हिँड्छौ, कति स्पिडमा हिँड्छौ। आम्मा यही बल्ल नोटिस गरेको यार, कति लिटरको यत्रो ठुलो छ यार, पुरा एक तले जत्रै छ, एउटा रुम जत्रै। और 50 रुपया कट ओभर एक्टिङ की वजह से। ल हामी चाहिँ यहाँ टिकट काट्ने ठाउँमा आइसक्यौँ। अब यहाँ टिकट काटिन्छ, पर पर्सन 100 रुपिस लाग्छ। यहाँ टिकट काट्न सक्नुहुन्छ। ल हामीले टिकट काटिसकेको छौँ। यहाँ पुरा फोहोर ढोस्तो छ यार। ल यहाँ टिकट काटिसकेर यहाँ चाहिँ हामीले देखाउनुपर्छ टिकट, त्यसपछि माथि लाग्नुपर्छ। यो के भन्छ अरे, यो पाइप नछोडिकन माथि माथि गएपछि हामी सुन्दरी जलको उमा पुगिन्छ, ड्याममा। पहिला त झरना आउँछ होला सायद। म लास्ट टाइम कति 2 वर्ष भइसक्यो क्या गएको। यो चाहिँ मेरो सेकेन्ड टाइम है। यस्तो खतरा पिस छ यार। के हो माथि नि घर रहेछ त हो। यिनीहरू घरको मान्छेले चाहिँ टिकट काट्नुपर्छ कि नाइ? यिनीहरूले त टिकट काट्न पर्दैन जस्तो है, पर्दैन होला कि। फेरि आफ्नै घरमा आउँदा पनि 100 रुपियाँ टिकट काट्ने जाने गर्छन् कि। के हो कुकुरहरू पुरा लडिरहन् कि क्या? रेस्टुरेन्ट हो कि क्या? खाजा घर रहेछ। त्यहाँबाट फेरि ठाडो लाग्दो रहेछ यार। यो क्यामेरामा चाहिँ देख्यो छैन होला, अलि नजिक जानुपर्छ। यहीँसम्म स्कुटी र बाइक लिँदो रहेछन् यार, ल्याउँदो रहेछन् यार। पानीको बोतल मात्र ल्याए हुन्छ, पानी ताजा ताजा पानी, मूलको पानी यहीँ भर्न सक्नुहुन्छ। यता सुन्दरी जलको ऊ है यो चाहिँ। यो मुतुरे अघि नै त मुद्दै हिँड्दै गरिरहेको। अहिले फर्किँदा चाहिँ उता हामी सुन्दरी जलतिर पनि जान्छौँ। मतलब उता साइड यो पुरै सुन्दरी जल हो, तर उता खोला साइड के। अहिले थाक्न लागिसक्यो। अझै के हो मान्छे फर्किँदै गर्ने यार? किन रे ढाब ड्याम नगएर सुन्दरी जल मात्र गएछन् सायद। ओए झरना अहिले हल्का फुल्का भयो नि, बढेर रहेछ यार। पहिला त थिएन यत्रो नि। म लास्ट टाइम आउँदाखेरि लास्टै सानो थियो क्या।
धमिलो पानी आइरहेको रहेछ यता फेरि। त्यो बवाल छ यार। जीबाट टाढा टाढा मस्त छ है झरना, तर त्यस्तो ठुलो पनि छैन है। असार साउनतिर ठुलो हुन्छ होला सायद है। अहिलेको यति, अहिले वैशाख मतलब अब त जेठ लागिसक्यो, जेठमा यतिको ठिकै हो। अब लाग्नुपर्छ माथितिर। अब फेरि भर्याङ सुरु, भर्याङमा झ्याउ लाग्छ क्या फेरि। जता गए पनि सुट गर्न मन लाग्छ यार, बवाल बवाल ठाउँमा त लाग्छ। यो चाहिँ त्यस्तो जमाचोभन्दा अलि गाह्रो छ है, टाइम पनि लाग्छ, लामो पनि हो। जमाचो चाहिँ 4 किलोमिटर मात्र हो, यो चाहिँ खै एक्ज्याक्ट त थाहा भएन। एउटा गाउँबाट 16 किलोमिटर देखाएको थियो गरे, अहिले माथि गएर हेरौँ है त्यो गाउँबाट। तर तलैबाट चाहिँ 17 खै कति कति जस्तो लाग्थ्यो। टोटल चाहिँ खै कति हो, लामै छ। तर त्यो जमाचोमा 3 घन्टा, यसमा चाहिँ 5-6 घन्टा लाग्छ। डबल त होला नि सोच्छौ भने, होइन डबल छैन, धेरै नै लामो छ। तर उहाँ जमाचो चाहिँ ठाडो ठाडो मात्र हो, कोही ठाउँमा मात्र 1300 छ। यहाँ चाहिँ 1300 अलि धेरै हो क्या। माथि गएपछि ऊ आउँछ, के भन्छ अरे, रोड आउँछ। अनि अहिले चाहिँ यो भर्याङ काटेर गाउँ पनि काटेर जानुपर्छ। त्यस्तो ऊ छैन, उकालो सुरुमै ठाडो छ, बिचमा फेरि ऊ छ, रोडहरू आउँछ। रोडबाट नि हिँड्नुपर्छ कि, तर त्यस्तो ऊ छैन। रोड भन्ने क्या पिच गरेको, गाडी धेरै हिँड्ने त्यस्तो होइन। जङ्गलको रोड बब्बाल छ। यहाँ माथि आइसकेपछि सैनिक इलाका आइसके। त्यहाँ गेट छ, त्यहाँ पनि फोटो भिडियोहरू बनाउँछन्, राम्रै छ। अनि त्यसको माथि चाहिँ आर्मीले चेक गर्छ होला, फेरि सोधपुछ चेक गर्छ। मासु चाहिँ लैजानु दिन्न होला सायद, स्पिकरले हो यार, स्पिकर दिन्छ कि दिन्न। ए थाकिसक्यो यार, हामी अझै सुन्दरी जल ड्याम पुगे होइन। ल यो गेट भयो, यहाँको हल्का फुल्का फोटो खिच्नु पऱ्यो। अनि सर्ट्सहरू रिलहरूको लागि नि फोटो खिच्नु पऱ्यो कि भिडियोहरू। नो फोटो भिडियो भनेर रहेछ त, यहाँबाट फोटो खिच्न पाइन्छ, बिचमा चाहिँ पाइँदो रहेछ क्या, त्यही भएर खिचिन। त्यहाँ बिचमा चाहिँ टिकट चेक हुन्छ एकचोटि, अनि सामान के छ सोध्नुहुन्छ। लाइटर चुरोटहरू लैजानु पाइँदैन, मासुहरू नि सोध्नुहुन्थ्यो गरे पहिला, यसपालि त सोध्नु भएन। आमा लट्ठी रहेछ, अब लट्ठी बोकेर हिँड्ने कुन छ सबभन्दा राम्रो। यहाँबाट लट्ठी बोकेर हिँड्न सक्नुहुन्छ। यहाँ पुरा कुन चाहिँले काटेर राख्दै रहेछ, यो अलि राम्रो लाग्यो, यही बोकम अब। थैत्तरे यो लट्ठी त चुतिया रहेछ, हेर्दा मात्र राम्रो। यस्तै हुन्छन् मान्छे पनि, हेर्दा राम्रो भित्रबाट चुतिया। ल यो हेर, यो चाहिँ हेर्दा नराम्रो छ, भित्रबाट राम्रो छ। ल फोरा भयो हात, केही छैन। अहिले माथि गएर धुम्ला। अब यहाँबाट चाहिँ भिडियो सुरु भयो हाम्रो। यहाँबाट चाहिँ खासै उकालो छैन। अब ढाब ड्याम, के अरे ढाब ड्याम भन्न, सुन्दरी जल ड्याम आउँदा हल्का उकालो सक्यो सायदै। त्यसपछि चाहिँ हल्का भर्याङ आउँछ, त्यसपछि चाहिँ छैन। अहिले एकछिन यस्तै 1300मा हिँड्न पो मजा लाग्छ यार, उकालोमा त गाड फाट्छ। हुई ल यो चाहिँ मन्दिर हो, हामी जाने उतै हो। झुक्किएको यार, धेरै बजे आएको नि, बिर्सिसक्यो यार। यता त मन्दिर हो गरे, यता हो गरे बाटो छुट्टिने, यता हो ओख्रेनी जाने चाहिँ। ए ओख्रेनी जाने यता, ढाब ड्याम जाने चाहिँ यता है। यो चाहिँ मन्दिरै,
के हो बाटो त पानीले गर्दा हिलो छ त। यहाँ अगाडि ल फाइनली हामी उहाँ आयो। के भन्छ यो कस्तो नाम नि बिर्से यार, सुन्दरी जल ड्याम। दुईवटा ड्याम हेर्न पाइन्छ क्या यो हाइकमा। एक के भन्छ अरे भैँसी किन्दा पाडो फ्री जस्तै, ढाब ड्याम घुम्दा कि सुन्दरी जल ड्याम फ्री। ल सुन्दरी जलको ड्याम हेरौँ एकचोटि। अनि त्यसपछि अहिले त धमिलो छ यार, खोला पुरै धमिलो आइरहेको थियो तल पनि, यहाँ माथि पनि धमिलो त धमिलै रहेछ। यी धमिलै छ यार। यो पानी त खतरा माथि माथि छ त। यही यस्तो धमिलो छ अनि तल खोला धमिलो भइहाल्छ नि। आँखामा पसिना पर्यो यार। ल है यहाँ हिँड्दा नि बवाल छ क्या। यो पुरा काठको छ है, यो ब्रिज जस्तै भयो, ब्रिजै भनौँ। यहाँ पानीको लेभल चेक गर्ने यहाँ रहेछ। अहिले कति 9:30 छ क्या, 10, 11 हुँदो रहेछ। यहाँ बसेर एकछिन रेस्ट गर्न सक्नुहुन्छ। तर अहिले चाहिँ त्यो खासै ठाडो थिएन, त्यही भएर हामी चाहिँ नबसिकन लाग्छु माथि। है तरे हल्का माथि आयो। म चाहिँ यो भर्याङ चढ्दै आएन क्या, यता साइडको बाटो आएँ। भर्याङ चढ्दाखेरि यो साँप्रा दुख्छ। यहाँबाट बाटो छुट्टिन्छ, नझुक्किनु होला। जुन बाटो गइ नि एउटै हो, यो भर्याङबाट गइ नि हुन्छ, यहाँबाट गइ नि हुन्छ। यताबाट चाहिँ यता पुग्छ, यताबाट चाहिँ यता साइडमा पुग्छ। तर रोड आउँछ है माथि चाहिँ, फेरि यता गएपछि फेरि यति आउनुपर्छ यति। यहाँबाट नि ओख्रेनी जान्छ होला सायदै, मतलब माथि रोड आउँछ, रोडबाट उता गएपछि ओख्रेनी। भर्याङबाट नजाम, यो बाटो गएँ म त। हल्का यति आएको है, फेरि भर्याङ सुरु रहेछ यार यहाँबाट नि। त याद थिएन र भन्नु होला। फेरि 2 वर्ष भइसक्यो यहाँ रहेछ बाटो, बाइक आउने बाटो यसरी माथि आउँछ। 2 वर्ष अगाडि, 2 वर्ष भइसक्यो, 2 वर्षभन्दा पनि बढी भइसक्यो के सायद। कहाँ याद हुन्छ हौ मलाई, हिजो के खाएँ के गरेँ त्यो त याद हुँदैन। झन् यत्रो 2 वर्ष अगाडिको हल्का फुल्का त याद हुन्छ, सबै चाहिँ याद हुँदैन। रोडमा आइयो, रोड भन्दा नि उ रहेछ के ढलन, तलबाट आउने यहाँबाट आउनुहुन्छ, यता ओख्रेनी जान्छ। उताबाट आउनुभयो भने यता आउनुपर्छ। अब हामी यहाँबाट फेरि भर्याङ हुँदै जानुपर्छ। यहाँ रेस्टुरेन्टहरू नि छ, खाजासाजा खान सक्नुहुन्छ। म त तलबाट 17 किलोमिटर भनेको त यहाँबाट 18 किलोमिटर रहेछ यार, गल्ती भयो। यहाँ ढाब ड्याम 18 किलोमिटर चाहिँ यो गाडीको बाटो रहेछ, अनि हिँडेर हाइक जानेहरू चाहिँ यहाँ 8 किलोमिटर रहेछ है। नझुक्किनु होला, 18 किलोमिटर भनेर तर्सेको यार म त। तरे यो गाउँ पनि सकिनु लागिसक्यो। यहाँ चाहिँ सिधै भर्याङ छ, तर हामी चाहिँ जाने यता बाटै, त्यहाँ घरको छाप्रो जस्तो हो। तर झ्याप्प हेर्दा चाहिँ घर जाने जस्तो बाटो हो, यो चाहिँ ढाब ड्याम जाने जस्तो बाटो हो। तर यहाँ ऊ पनि मार्क पनि छ है, वे टु ढाब ड्याम भनेर। यता जानुपर्छ। अब धेरै छैन रोड आउन, रोड अब त्यस्तै 3-4-5 मिनटमा पुगिन्छ, त्यति नि लाग्दैन होला। अनि रोड पुगेपछि त्यहाँबाट सजिलो हुन्छ सबैलाई। फाइनली भर्याङ सक्यो, बाटो यहाँ छुट्टिन्छ, उता नजाऊ यता जाऊ। पहिला लास्ट टाइम त यही थियो, अहिले त के हो के बनाउँदै रहेछ न चाहिँ। गाउँ त अझै सक्यो होइन, अझै उता 1-2वटा घर हुन्छ। तर रोड जस्तै गाउँको रोड यस्तै हो, यस्तै आउँछ।
अब चाहिँ त्यो भर्याङ चाहिँ छैन, तर भर्याङ छैन अब सजिलो बाटो भन्दा नि भएन। बाटो त यस्तै हो केटा, बाइक गाडीमा जाँदैछौ भने राम्रै छ, यतिको त ठिकै हो यार। मैले मेरो 100 सीसीको बाइक कहाँ कहाँ लैसकेँ, यति त केही होइन, राम्रै छ। हल्का हल्का ठाउँमा खल्टा खुल्टुक छ, तर यति त मेरै बाइकले हानिदिइहाल्छु। ताजा ताजा पानी, ओए ताजा ताजा पानी छ, तर जङ्गल त यो पनि घनै छ होइन। आज चाहिँ के भन्छ अरे शनिबार आइतबार, अहिले त आइतबार नि छुट्टी हुन्छ, शनिबार आइतबार केही छैन गरे, त्यही भएर मान्छेहरू खासै उयो छैन, आएको छैनन्। ल एकछिन यसो पानी खानु पऱ्यो। जङ्गल त यो नि घना त घनै हो, तर त्यस्तो घना नि छैन। ल अब यसो मुखसुख धुनु पऱ्यो, पानी खानु पऱ्यो, फ्रेस मिनरल वाटर हो कि मिनरल प्रनाउन्स गर्ने नि भन्न, त्यो प्रो म्याक्स हो यो त अझ। हेलो हेलो आवाज सुने हो, यहाँ के कराइराखेँ टिन 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 गर्दै। मलाई आवाज त्यस्तै, तर जनावर त जनावरै हो। यहाँ पनि मस्त छ यार, स्विजरल्यान्ड। बाटो जस खनेर बवाल छ कि यो खनेको बाटो, साइड साइडमा हरियाली, बिचमा बाटो। अब यही घुम्ती पछि हो कि घना जङ्गल सुरु हुने। हेर त पुरै जङ्गल त पुरै घना नै हो हुन चाहिँ, तर योभन्दा नि अझ घना जङ्गल सुरु हुन्छ क्या। घना घना त हिन्दी वर्ड होइन र, नेपालीमा के भन्छ घनालाई, घना जङ्गल। थैट घाम फेरि चर्किरहेको, छिटो जानु पऱ्यो यार। अघि चिसो पानी, फ्रिजको पानी जस्तोले मुख धोको, मस्त आनन्द भएको थियो, नुहाइदिउँ जस्तो नि लागिरहेको थियो रहेछ। उयो यो त गुराँसको फुल होइन, मतलब फुल होइन बोट के, बोट चाहिँ छ फुल चाहिँ छैन है। अलि उता उता गएपछि देखिन्छ कि, अलि उता उता गएर हेरौँ। एकचोटि यहाँ माथिबाट हेरौँ है, तिमीहरूलाई म एकचोटि डेमो देखाउँछु घना जङ्गलको। जाने यता हो, तर यता यसो हेर्नु पऱ्यो, यहाँ के हो पुरा बेहोरसेहोर खाएर फालेछन्। एकछिन यहाँ रेस्ट गर्न सक्छौ, त्यसपछि चाहिँ घना जङ्गल सुरु हुन्छ। र गए ल सस्तावाला ड्रोन सट है, सस्तावाला ड्रोन सट। सब्सक्राइब गरौ त यार गेडा हो, बल्ल रियल ड्रोन किन्ने पैसा आउँछ, अनि रियल ड्रोन सट हानौँला। ल मैले चाहिँ देखाएन, तिमीहरूले चाहिँ हेर है। यो चाहिँ केसको बोट, यो के हो खासमा, जेसुकै असला जाम। ल ड्रोन तल झर, यही अन्डरग्राउन्ड रहेछ यार यो। पानी यहाँबाट आउँछ, अन्डरग्राउन्ड हुँदै यहाँ जान्छ। ठाउँ बाटो यस्तो यस्तो छ बेला बेलामा, कोही कोही ठाउँमा एरियामा। जङ्गल हेर न घना, अझै पनि पुरै छोपे छैन, आकाश देखिरह। अलिअलि उता उता गएपछि आकाश छोप्छ। अब यो रोड नछोडिकन जाने हो हामी होइन। यो खोला पनि अहिले छुट्टिन्छ सायद, खै मलाई याद भएन। उताबाट नि आउने छ गरे सर्टकट, तर त्यो चुतिया हरकत गर्नुभन्दा यतैबाट आयो भने छ। बाटो यस्तै छ गरे, यतिकै त के न कस्तो कस्तो बाटोमा गइरहेको यार। 100 सीसीमा छ, भिडियोमा नहालेको। मतलब पहिला यस्तो कन्टेन्ट क्रिएसन गर्नुभन्दा अगाडि जान्थेँ है कहाँ कहाँ, भिडियो त बनाउने मन थियो, डिभाइसहरू थिएन, त्यही भएर त्यस्तै भयो। अब चाहिँ ढुक्क बसौँ न गेडा, हो आउँछ नि बवाल बवाल ठाउँमा गएको, बवाल बवाल भिडियो
अहिले त साउन्ड क्वालिटी पनि माइकको पनि अपग्रेड भइसक्यो, साउन्ड क्वालिटी बवाल आइसक्यो। अब बवाल आउँछ भिडियो। यहाँ मस्त खाजासाजा खाइयो चटपट बनाएर। अर्को ग्रुपमा आएछन् यार, मस्त खाइयो। अघि नै भेटेको ग्रुप चाहिँ गइसक्यो। म यहाँ आनन्दले आधी घन्टै बसेँ क्या खाँदै, चटपट बनाएर खाएको। त्यसको चाहिँ भिडियो बनाउन भ्याएन। स्न्याप बनाएको थिएँ, स्न्याप मात्र बनाएर छुट्टेछ कि हैट पेट टन्न भयो। अब हिँड्न झ्याउलो चाहिँ खोलाको सर र अब बाहिर माइक बन्द भयो जस्तो हो। फेरि खुट्टा दियो भने मस्त चिसो पानी छ यहाँ। चिसो पानीमा जुत्ता खोलेर डुबाउन सक्छौ। हल्का भयो नि ठिक हुन्छ यार। थैत अरे लास्टै चिसो पानी छ। तर यो जुत्ता लाएर हिँडेको ऊ हुन्छ क्या, ठिक पार्छ यसले। मस्त बवाल छ यार। पौडी खेल्दिउँ कि क्या हो। यस्तो घना जङ्गल छ है। यो के हो, यो टार्जनको डोरी होइन। यस्तो घना जङ्गलमा है पछाडिबाट गोरे गोरे भन्यो भने तिमीहरूको कस्तो फिल होला कि एकचोटि इमेजिन गर न। कि यो पानी त सफा छ त, सफा। कोही छैन यार। अगाडिको ग्रुप नै कहाँ पुगिसक्यो। पछाडि चाहिँ कोही छैन होला। आज मै होला कि लास्ट। सब अगाडि गइसक्यो। अस्ति नै जस्तो ढिलो चाहिँ नहोस् फर्किँदा। यहाँ भर्याङ छ, यहाँबाट चाहिँ कहाँ जान्छ थाहा भएन मलाई। हामी तर जाने चाहिँ यतै हो। घरबाट आउँदा पेट खाली बनाएर आऊ। फेरि पेट दुखेर अर्को तनाव। फाइनली केटा हो, घना जङ्गल पार भइसक्यो। अब रोड पनि आयो। अब फेरि त्यो मेन रोड जानुपर्छ। यो फेरि अर्को बाटो नि छ कि, तर कहाँबाट जोडिन्छ मलाई थाहा भएन है। अब यहाँबाट चाहिँ हल्का ठाडो छ है। ठाडो भन्दा नि भर्याङ त छैन, यही उ नै हो। हिँड्दै नै जाने हो। तर अलि उकालो छ कि। अनि यहाँ ऊ ढाब ड्याम अझै 3 किलोमिटर रहेछ। यहाँबाट ढाब ड्याम 3 किलोमिटर यता जानुपर्छ हामी चाहिँ। यहाँ एरो पनि छ। अनि चिसापानी पनि यतै छ। चिसापानी चाहिँ 5.5 किलोमिटर छ। अब उकालो आउँछ हल्का फुल्का। अब शीतल आयो है केटा, बल्ल मजा आउँछ। यहाँ बाइक पनि बल्ल दुईवटा छ यार। आज खासै आज छुट्टी नभएर होला, मान्छे नै छैनन् क्या। जस मजै हुन्छ एक्लै हिँड्ने मान्छेहरूलाई। के भन्छ अरे, धेरै मान्छेसँग झ्याउ लाउने मान्छेहरूलाई चाहिँ यस्तैमा ठिक हुन्छ। अनि मान्छे भएको सिजन राम्रो हुन्छ भन्छौ भने चाहिँ छुट्टीको दिनमा आइतबार या शनिबार आउन सक्छौ। हैत रे बल्ल शीतलो हावा, मिठो हावा लाखा यार। हैत रे यत्रो माथि आएर मल्ल एसी भन्दा नि मिठो हावा खान पाइयो। अनि यत्रो घन्टा हिँडेर यस्तो हेर्न आएको भन्छौ होइन, के ओर्थित होला भन्छौ होला है। त्यो के भन्छ अरे, यसलाई मात्र नहेर हो क्या। तिमीहरू वहाँबाट आउँछौ नि हिँडेको जङ्गलको भाइब, पुरै वरिपरि जङ्गलै जङ्गल। त्यो हो कि मजा। ऊ भन्छन् नि एउटा ऊ छ नि कहावत, के भन्छ मलाई थाहा भएन है। कि यहाँ पौडी खेल्न मनाइ छ नि छै, फेरि डुब्की हानौला र आउने यतिकै गर्मी भयो भनेर। त्यो के भन्छ अरे, डेस्टिनेसन भन्दा के राम्रो भन्छन् नि, त्यही मिलाएर बुझाउ केटा, त्यही हो। मिठो
ल यस्तो बवाल सिन छ पुरा पानी त घामले है टल्के जस्तो देखिन्छ के यो बाटो अझै खासै राम्रो देखिएन होला अहिले म फोनको पनि एट्याच गरिदिन्छु उता पुरा खतरा खालको उता पातै नभएको रुखहरू भूतको उमा देखाउँछ नि सिनहरूमा त्यस्तै छ क्या उता जस खतरा हावा लगाइरह मैले त्यो मोबाइलबाट नि खिचेको होइन खिच्न चाहिँ त्योबाट चाहिँ मेरो यो डिजेआईको माइकै कनेक्ट भएन के त्यही भएर यो क्यामेराबाटै खिच्न लाग्यो आवाज पनि त चाहियो नि होइन पुरै हावाको आवाज आइरहेको क्या योमा चाहिँ माइक कनेक्ट इजिली हुन्छ अर्कोमा चाहिँ ब्लुटुथ कनेक्ट भयो भने आवाज जान्न के अर्को छुट्टै एप युज गर्नुपर्छ अनि त्यो एप ट्राई गरेको ओपन नै भएन कि वाइफाई खोज्छ जस्तो मैले घरमा ट्राई गर्दा चाहिँ भयो थियो मसँग फेरि उ छैन कि त्यो माइकको रिसिभर त्यही भएर जो सिन चाहिँ भवाल छ है यहाँ पुरा रुख ढलेको है पुरै जरासँगै ढलिरहेको के यहाँ मान्छे आधा मान्छे गयो आधा मान्छे अझै छन् अब 2 बजिसक्यो यार 2 घन्टा भइसक्यो हामी यहाँ म यहाँ बसेको अनि खाइयो के आराम गर्यो यो खाने पानी हो खुट्टा सुट्टा डुबाउन पाइन्न रे आर्मी भयो बेला अरू बेला डुबाइराखन गरे यस्तो बवाल छ यार यो चाहिँ खाने पानी रहेछ है केटा यहाँ चाहिँ हात खुट्टा चोबाल्न नमिल्दो रहेछ हामी त पुरा जुत्ता खोलेर है जुत्ता खुट्टा डुबाउन गएको तर गाली गरे कि आर्मी दाइहरूले आर्मी सरहरूले पुरा यहाँबाट हिमाल देखाएको भिडियो हाल्छन् है अहिले त हिमाल सिमाल केही देखेँ होइन मलाई जहाँसम्म लाग्छ इडिट जस्तो नि लाग्छ या त्यो के भन्छ अरे चिसो महिनामा हुनसक्छ लगेडा हो फाइनली तल झर्यो यार थैत तर झर्दा त झन् खुट्टा दुख्यो यार 7 बज्न लागिसक्यो यार झर्दै 5 घन्टा लाग्यो यार थैत यहाँबाट हो गरे उता सुन्दरी चल्छ नि अघि भन्ने थिएँ जाम लानेर लास्टतिर छिटै आइन्छ सोचेर भने ढिलो आइयो अब उता सुन्दरी जलको उता भएको चाहिँ त्यही पुल अनि त्यही खोलाहरू पछि जाम लाने त्यहाँको छुट्टै भिडियो बनाउँछु ल यहाँसम्म हेरेकोमा धन्यवाद अब यसो सेक्को हानेर घरतिर लागिन्छ